हेलो गाइज, स्वागत छ तपाईहरुलाई मेरो युट्युब च्यानलमा। आजको टपिक चाहिँ के छ भने आज चाहिँ मेरो बुढीको चाहिँ रासन कार्डमा फिंगरप्रिन्ट लिंक गराउनको लागि चाहिँ गोरुबथान जानुपर्ने भयो। गोरुबथान जाँदाखेरि तपाईहरुलाई म गोरुबथानको राम्रो भ्यूहरु देखाउन चाहन्छु। तपाईलाई भिडियो मन परेमा लाइक, कमेन्ट अनि सब्स्क्राइब गरिदिनुस् होला। धन्यवाद। सो गाइज, हामी चाहिँ अहिले निस्किँदैछौँ गोरुबथानको लागि। नजाने कि तिमीलाई छोड्दिम म अब। भाइ एकैछिन भिडियो अफिस कहाँ छ यहाँ? भिडियो अफिस? हमलाई पुछ न अन्त नबुझ्ने। फिंगरप्रिन्ट लगाए। मेरो बुढीको चाहिँ यहाँ फिंगर लिंक मिलेन रहेछ। सानोको भएर अहिले चाहिँ ठुलो भएको छ नि त। अहिले त ठुली भएको छ नि त मेरो बुढीमा। नमस्ते गर्दैन सबैजनालाई। हामी चाहिँ अब जाँदैछौँ। फेरि जान त के जानु, गोरुबथान एकछिन डुल्छौँ। त्यसैले मेरो बुढीको त काम त भएन हो। अब फेरि नेक्स्ट टाइम आउनुपर्छ अरे। त्यही कारणले गर्दाखेरि चाहिँ अब हामी घुम्नु जान्छौँ। फेरि चाहिँ स्कुटी पर राख्ने जग्गा नभयो। यो चाहिँ सोमबारे बजार। यता कता जाने? यता के नाम बुढीको फेभरेट हो। फाइनली हामी आइपुग्यौँ। अहिले भातेर झर्छ अन्त यो चेल खोला हेर्नुस् है गाइस, चेल खोला मेरो बुढी फोटो सुटको लागि बसिरहेछ।
लु पोज देऊ न त अन्त भयो अब मेरो बुढीको पोज हेर पुल चाहिँ बाँसको रहेछ यसको चाहिँ भर गर्नु हुँदैन बेसी। गाइस अब हामी गोरुबथानलाई बाई बाई भन्ने बेला आयो जानुपर्ने भयो धेरै लेट हुँदैछ। अब चाहिँ घरतर्फ लागौँ होला अलिकति वेदर पनि बिग्रिँदैछ पानी पर्ला जस्तै हुँदैछ बहिनी पनि छ नि त आज चाहिँ हामीसँग फेभरेट औ एउटा लगेर पाल्दै गर न अन्त जाउँ न त अन्त मेरो बुढीले प्याजी खाने फेरि भिज्यौँ अब पानी पर्नु थाल्यो अब चाहिँ लोत्रो भिज्यौँ है हामी चाहिँ के पो भन्छ हो होइन हौ यो रोटी पिङ हो नि लिङ्गे पिङ भन्छ रोटी पिङ भन्छ के भन्छ अरे फेरि भनिदेऊ त खै फेरि भन रोटी पिङ पो भन्दो रहेछ त लिङ्गे पिङलाई त हामी चाहिँ अब निस्किँदैछौँ है गोरुबथानबाट पानीमा चाहिँ हामीले यता हेर्दै है जादु अब चाहिँ हामी घर जाँदैछौँ है गाइस होइन पानी परिरहेछ कहाँ अरे यो गाइस हामी चाहिँ अहिले आई लभ गोरुबथानमा छौँ है पोज देऊ न त अन्त एउटा फोटो खिच्नुपर्छ होला हौ
परेर केही छैन घर पनि यहाँ 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 मेरो बहिनी आऊ छिटो आऊ हाम्रो बहिनीले हामीलाई पर्खिरहेको रहेछ कि एक्साइटेड मिठा दिन्छ भने ल बहिनी आऊ आऊ छिटो 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 आऊ बहिनी छिटो 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 आऊ आऊ मेरो छोरी आऊ 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 एक्साइटेड भएको हेर न हाम्रो बहिनी ए घरभित्र आइपुग्यौँ लाइटहरू बालै